किताबमा जसले लगानी गर्छ त्यो व्यक्ति चाहिँ कहिले पनि ज्ञानको अभावमा रुनु पर्दैन रे हैन, अनि आइडियाको अभावमा पनि डुब्नु पर्दैन रे भन्ने एउटा त्यो भनाइ। मैले केही दिन र केही समय भयो सकारात्मक जीवन किताब पढेको। साँच्चैकै सकारात्मक पक्षका कुराहरू छ। जीवनदेखि निराश हुनु हुँदैन र त्यो निराशाबाट पनि कसरी आशावादी भएर हामी अगाडि बढ्न सक्छौँ भनेर त्यो खालको कुराहरू छ यसमा हैन। धेरै कुराहरू छ, धेरै कुराहरू मलाई धेरै मन पर्यो। म एकदमै यो किताब लेख्नुहुने आदरणीय विश्वरमण न्यौपानेज्यूलाई पनि आभार प्रकट गर्न चाहन्छु, किनकि उहाँले यति राम्रो किताब लेख्नु भएर चाहिँ धेरै युवा युवती अथवा धेरै व्यक्तिहरूलाई चाहिँ प्रेरणा दिनुभएको छ। यसको निम्ति पनि धन्यवाद व्यक्त गर्न चाहन्छु र सबैजनाले यो किताब पढ्नको लागि पनि म आग्रह गर्न चाहन्छु, किनकि हामीले किताब पढ्नु भनेको अझ बढी ज्ञानहरू हाम्रो मस्तिष्कमा ल्याउनु हो जस्तो लाग्छ मलाई। हाम्रो मस्तिष्क चाहिँ एउटा खाली भाँडा हो। खाली भाँडा भराउनको लागि चाहिँ हामीले किताब पनि पढ्नुपर्छ। अलि धेरै कुराहरू थाहा पाउनुको लागि चाहिँ हामीले चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ लगानी चाहिँ केमा गर्नुपर्छ अरे भन्दाखेरि किताबमा लगानी गर्नुपर्छ अरे के। किताबमा जसले लगानी गर्छ त्यो व्यक्ति चाहिँ कहिले पनि ज्ञानको अभावमा रुनु पर्दैन रे हैन, अनि आइडियाको अभावमा पनि डुब्नु पर्दैन रे भन्ने एउटा त्यो भनाइहरू पनि छ। त्यो भनाइ सत्य हो, किनकि विश्वका सयौं अथवा धेरै नाम चलेका जति पनि जना आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू पनि किताब पढेर नै धेरै कुराहरूमा सक्षम भएका हुन्। त्यसैले चाहिँ कहिलेकाहीँ अरूको जीवनीले पनि हामीलाई धेरै कुराहरू सिकाउँदो रहेछ। सबैजनाले सकारात्मक पूर्वक सकारात्मक सोचेर नै किताब किन्नु भएर पढ्ने बानी बसाल्नु होला भन्न चाहन्छु। म पनि किताब पढ्ने प्रयास गर्छु, बानी बसाल्छु, सिक्दैछु, धेरै कुराहरू बुझ्दैछु। तपाईहरुले पनि सिक्नुस् भन्न चाहन्छु।